फाइनली म चाहिँ आले आइपुगिसकेँ है। हाम्रो आले भनेको जग्गा चाहिँ यस्तै छ है। हाम्रो घरदेखिको माथि गाडी कता कता जानु पर्यो नि, गाडी रोक्ने ठाउँ चाहिँ यो गाइसहरू यस्तो छ। उदोबाट जान्छ सिलगढी। म बाइकतिर पनि भिडियो बनाउँछु र मेरो बाइक चाहिँ केही हो यहाँनिर छ। अहिले चाहिँ अलिक यसमा प्रब्लम आएर र हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आज तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। र आजको भिडियो चाहिँ म तपाईँहरूलाई यहाँ हाम्रो फाटकदेखिको सुरु गरिरहेको छु। र म चाहिँ अब यहाँ जाँदैछु नि त फाटकमा। अब पानी जोड्दै जोड्दै घर जानुपर्ने हुन्छ। म तपाईँहरूलाई पनि यसो देखाइदिउँ न त भनेर चाहिँ म यहाँ भिडियोहरू बनाइरहेको छु। नयाँ हुनुहुन्छ भने चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है। र म चाहिँ जाँदैछु फाटकमा। फाटक भनेको चाहिँ हाम्रो घरदेखिको यहाँ पर हो, पर त होइन, यहाँ हो फाटक। घर चाहिँ यहाँ पर र फाटक चाहिँ रोड छ यहाँनिर चाहिँ, त्यहाँनिर चाहिँ फाटक भन्छ यो जग्गालाई चाहिँ हो। बिस्तारै चिन्नुहुन्छ, भिडियो हेर्दै गर्नु होला। म चाहिँ अब यहाँ पुग्न आँटिसकेँ। रोडहरू बिस्तारै बिस्तारै म बुझाउँदै जानेछु तपाईँहरूलाई हो। हाम्रो गाउँको बारेमा चिनाउँदै जानेछु, हेर्दै जानु होला। र फाटक चाहिँ यही भन्छ, यहाँनिर चाहिँ रोड छ यस्तो छ। र म चाहिँ अहिले अब चाहिँ म त यहाँ आलेपट्टि जाँदैछु। हाम्रो गाउँको यहाँ आले भन्ने जग्गामा चाहिँ अब पुग्न लागेँ है गाइसहरू। भएको छ होला। र मेरो नाम चाहिँ दिवस राई हो। र हजुरहरूले चाहिँ फाइनली म चाहिँ आले आइपुगिसकेँ है। हाम्रो आले भनेको जग्गा चाहिँ यस्तै छ है। हाम्रो घरदेखिको माथि गाडी कता कता जानु पर्यो नि, गाडी रोक्ने ठाउँ चाहिँ यो गाइसहरू यस्तो छ। यहाँबाट चाहिँ उँधो जानुपर्ने हुन्छ। बिरिकहरू जाने बाटो चाहिँ यताबाट हो, सिलगढी जाने बाटो चाहिँ यताबाट हो। उँधोबाट जान्छ सिलगढी र उँभोबाट चाहिँ उकालैबाट पनि उँभोमै पुग्छ गाउँहरू। म तपाईँहरूलाई बिस्तारै नै अब भिडियो हेर्दै जानुहोस्, बिस्तारै चिनाउँदै जानेछु है। र मेरो यो च्यानलमा चाहिँ दिवस राई युट्युब च्यानलमा चाहिँ हजुरहरूले यस्तै गाउँको भिडियोहरू है, यस्तै अर्ग्यानिक भिडियोहरू देख्नु सक्नुहुनेछ। र यस्तो भिडियोहरू मनपर्छ भने तपाईँहरूलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। कोही बेला म बाइकतिर पनि भिडियो बनाउँछु र मेरो बाइक चाहिँ केही हो यहाँनिर छ। अहिले चाहिँ अलिक यसमा प्रब्लम आएर बिग्रिरहेको छ है गाइसहरू। भिडियो हेर्दै गर्नुहोस्। म तपाईँहरूलाई अर्को युट्युब च्यानल पनि छ यहाँनिर, यो देखिराख्नु भएको छ होला, यो युट्युब च्यानल पनि छ। हजुरहरूले सब्सक्राइब गरिदिनु होला यो युट्युब च्यानललाई पनि गएर भन्नु चाहियो है। यहाँनिर चाहिँ हाम्रो पानी जोड्ने ठाउँहरू यस्तो जग्गाहरू छ, पानी जोड्ने जग्गाहरू हजुरहरूलाई म देखाउने छु है। र यो चाहिँ हाम्रो अब घर जाने बाटो हो। यहाँदेखि अलिक तल छ घर चाहिँ। हजुरहरूलाई देखाउँदै आज मात्रै अब देखाएर हुँदैन है। अरू बेला पनि देखाउँछु म तपाईँलाई, भिडियो हेर्दै जानुहोस्। हजुरलाई सबै देखाउँछु है। कता यो माथि डाँडा, यो डाँडातिर पनि जानेछु है। कन्टिन्यू आउँछ भिडियो चाहिँ। हजुरहरूलाई अब के कस्तो लाग्यो आजको भिडियो है। आज हामी भिडियो यति नै हो आजको। बेसी लामो हालेर पनि हाल्दिनँ आजकल, अहिले हाल्दिनँ, अलिक पछि अब हेर्दै जानुहोस्। म लामो भिडियोहरू पनि हाल्ने गर्दछु। र आजको भिडियो चाहिँ म तपाईँलाई यति नै भन्नु चाहेँ है गाइसहरू, दर्शकहरू साथीभाइहरू है।